आज हामीले यो एउटा डेलिभरी दिन गइरहेका छौँ। हामीलाई यो अनलाइन डेलिभरी गर्नुभएको थियो नारायण पन्थीजीले। हामीले उहाँलाई यो इन्डक्सन इन्फ्रा चाहिँ हामीले गिफ्ट दिँदैछौँ र एउटा वासिङ मेसिन कभर हामीले उहाँलाई दिँदा गइरहेका छौँ। हामी देखाउन गइरहेका छौँ मिराजको यो एउटा पिजी बेटरको वासिङ मेसिन हो 10 केजीको इन्भर्टर मोडल हामीले उहाँको घरमा पुर्याइसक्यौँ र अनि हामीले यो डेलिभरी दिनको लागि हामी घरमा पुगिसक्यौँ र हाम्रो फ्री डेलिभरी रहेको छ। हामीलाई अर्डर गर्नुहुने सम्पूर्ण हाम्रा ग्राहक महानुभावहरूलाई नेपालभरि नै हामीले फ्री डेलिभरी र फ्री इन्स्टलेसन प्रोभाइड गरिरहेका छौँ अहिले। हजुरहरूलाई पनि आवश्यक पऱ्यो भने हामीलाई सम्झनुहोला। हामी यो फ्री डेलिभरीलाई चाहिँ हामीले विशेष प्रायोरिटी दिइरहेका छौँ। हाम्रो टिमले यसलाई इन्स्टलेसन गर्न गइरहेको छ। यहाँहरूलाई हामीले यो देखाइरहेका छौँ यो दृश्य। हामीले यो लानको लागि पनि अत्यन्तै यो वेटी भएको कारणले र ठाउँ साँघुरो भएको कारणले हामीले साह्रै दुःखले लगिसक्यौँ र भित्र गएर सेट गऱ्यौँ। हामीले यो सेट गरिसके पछाडि हामीले यस वासिङ मेसिनलाई फेरि टेस्ट गरौँ भन्ने हिसाबले हामीले सरफ राखेर हामी यहाँ यो वासिङ मेसिन टेस्ट गरिरहेका छौँ। र यो वासिङ मेसिन टेस्ट गरिसकेपछि हामीले यसले कस्तो कपडा धुन्छ भन्ने कुरामा रह्यो। हामीले यसलाई कसरी सिलेक्ट गर्ने, कहाँ लगेर सिलेक्ट गर्ने, यसमा केमा राख्ने भन्ने कुरा हुन्छ। हामीले अन गऱ्यौँ। अन गरिसके पछाडि हामीले यो कटनमा राखिसके पछाडि 1 घन्टा 23 मिनटको यसले समय देखायो। जुन समय भनेको अत्यन्तै लामो समय हो। हामीले छोटो पनि गर्न सकिन्छ यसलाई। त्यो कपडाको त्यो कुन हो, कटन हो कि तपाईँको चाहिँ यो फास्ट वास छ, सबै छ होइन। त्यसमा कहाँ लाने भन्ने कुरा, कतिको मैला छ कपडा भन्ने कुरामा डिपेन्ड हुन्छ। यो विषयमा हामीले यो वासिङ मेसिनलाई इन्स्टलेसन गरिसके पछाडि हामी स्वयं उहाँलाई नै हामीले चलाउन दिइरहेका छौँ, ताकि उहाँले हामी नहुँदा पनि आफ्नो वासिङ मेसिन चलाउन सक्नुहुनेछ भन्ने हिसाबले हामीले धेरैजसो जिम्मा हामीले स्वयं उहाँलाई नै दिइरहेका छौँ। हामी देख्न सक्छौँ यो कपडा धुन सुरु गरिसक्यो र यो कपडाको धुन सुरु गर्यो र अब सुरु भयो टाइम। यो 1 घन्टा 23 मिनटमा यसले यो कपडाहरू धुलाएर सुकाएर बाहिर निकाल्छ र यसले एकदमै कम बिजुली तान्ने र कम पानी युज गर्ने गर्दछ, जसले गर्दा पानीको पनि बचत र बिजुलीको पनि बचत हुने गर्दछ। हामीले यो एउटा इन्डक्सन हामीले उहाँलाई उपहार दिएका थियौँ यो पन्थी इलेक्ट्रिकल सप्लायर्सको तर्फबाट। हामीले उहाँलाई यो इन्डक्सनको विषयमा पनि हामीले जानकारी दिन गइरहेका छौँ, कसरी अन गर्ने भन्ने विषयमा। अन गरिसके पछाडि हामीले यसलाई कसरी चलाउने, कति टेम्परेचरमा चलाउने भन्ने यी यावत कुराहरू र यसका सेफ्टीका विषयहरू पनि हामीले उहाँलाई जानकारी दियौँ र उहाँलाई जानकारी दिइसके पछाडि उहाँ अत्यन्तै खुसी हुनुभयो र